साथीहरु सम्पूर्णमा नमस्कार। एमपी स्मार्ट क्रिएसनको युट्युब च्यानलमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। हाउस वायरिङ सम्बन्धी जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। आज म तपाईहरुलाई मोडुलर पावर सकेट जोडेर देखाउने छु। यहाँ मसँग 2.5 mm को रातो र कालो तार छ। रातो तार फेजको लागि प्रयोग हुन्छ, कालो तार न्युट्रलको लागि प्रयोग हुन्छ। त्यस्तै 0.75 mm को हरियो तार छ। यो तार अर्थिङको लागि प्रयोग हुन्छ। यहाँ मसँग एउटा सकेट छ, एउटा स्विच छ। यो स्विचमा इन्डिकेटर पनि यही छ। एउटा 3 मोडलको बक्स छ, एउटा 3 मोडलको स्विच प्लेट छ। यिनै सामान प्रयोग गरेर म आज मोडुलर पावर सकेट जोडेर देखाउने छु। यो 3 मोडलको प्लेटमा 3वटा स्विच, यस्तो 3वटा स्विच राख्न पनि सकिन्छ। एउटा स्विच र एउटा सकेट राखेर पावर सकेट बनाउन पनि सकिन्छ। मोडुलर स्विच अहिले मार्केटमा निकै चलिरहेको सामान हो। मोडुलर स्विच तथा पावर सकेटको निकै प्रयोग बढ्दै गइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ, यसमा टप लेखेको छ। यो टप लेखेकोलाई माथिपट्टि पार्नुपर्छ। त्यस्तै यो सकेटमा यहाँ टप लेखेको छ। यो टप लेखेकोलाई माथिपट्टि पारेर राख्नुपर्छ। यो सकेट यता राख्न पनि सकिन्छ, यता राख्न पनि सकिन्छ। यसमा 3वटा स्विच राख्न पनि सकिन्छ यस्तो गरेर। यो इन्डिकेटर तल पारेर राख्नुपर्छ। यसरी राख्न सकिन्छ। सबैभन्दा पहिला फेज तार जोड्नुपर्छ। यो बाहिरबाट आएको फेज तार हो। यो फेज तार स्विचको तल्लो टर्मिनलमा जोड्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ इन्डिकेटरका 2वटा तार छन्। यो 2वटा तार फेज र न्युट्रलमा जोडिन्छ। यो कालो लगाएको तार फेजमा जोड्नुपर्छ। यो कालो लगाएको ठाउँमा रजिस्टर प्रयोग भएको हुन्छ। यो अर्को तार न्युट्रलमा जोड्नुपर्छ। यो फेजमा जोड्ने तार स्विचको माथिल्लो टर्मिनलमा जोड्न पनि सकिन्छ। नभए यो सकेटमा एल लेखेको ठाउँमा, यहाँ एल लेखेको छ, एल लेखेको ठाउँमा जोड्न पनि सकिन्छ। र यो स्विचको माथिल्लो टर्मिनलबाट यो सकेटको एल लेखेको ठाउँमा फेज सप्लाई गर्नुपर्छ। त्यसको लागि मैले एउटा यो तार प्रयोग गर्छु। यो फेजको तार यसमै जोड्छु मैले। फेज जोडेर सकिएको छ। स्विचको माथिल्लो टर्मिनलबाट सकेटको लागि फेज सप्लाई गरिएको छ र इन्डिकेटरको लागि पनि फेज सप्लाई गरिएको छ। अब न्युट्रल तार जोड्नुपर्छ। यो इन्डिकेटरको तार र यो न्युट्रल तार यो एन लेखेको ठाउँमा जोड्नुपर्छ।
न्युट्रलको तार पनि जोडिसकिएको छ, इन्डिकेटरको तार पनि जोडिसकिएको छ न्युट्रलमा। अब अर्थिङ तार जोड्नुपर्छ। यो अर्थिङको तार जोड्दा यहाँ देख्न सक्नुहुन्छ अर्थिङको चिन्ह दिएको छ, यसैमा जोड्नुपर्छ। देख्न सक्नुहुन्छ पावर सकेटमा फेज, न्युट्रल, अर्थिङ तीनटै तार जोडिएको छ। अब यो पावर सकेटलाई बन्द गर्नुपर्छ। अब यो पावर सकेटमा लाइन दिएर चेक गर्नुपर्छ। पावर सकेटमा लाइन दिइसकिएको छ, देख्न सक्नुहुन्छ इन्डिकेटर बलेको छ। अब यो सकेटले काम गरेको नगरेको चेक गर्नको लागि मसँग यहाँ एउटा बल्ब छ, यो बल्ब हालेर चेक गर्छु। साथीहरु बल्ब हालिसकिएको छ, अब लाइन चेक गरौँ। स्विच अन गर्दा बल्ब बलेको छ, स्विच अफ गर्दा निभेको छ, सकेटले काम गरेको छ। यस्तै गरेर मोडुलर पावर सकेट जडान गर्न सकिन्छ। हवस् त साथीहरु, आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।